हेलो साथीहरु, गुड आफ्टरनुन। अनि मैले सानो भिडियो स्टार्ट गर्दा चाहिँ आफ्टरनुन भएको छ अनि त्यही भनेर हो आज चाहिँ दिदी घर लन्चमा बोलाएको छ। अनि म चाहिँ रेडी भइसकेँ हो, त्यस्तो राम्रो रेडी पनि भएको छुइनँ। अनि दादा चाहिँ ड्युटीबाट आएकै छैन नि त, नानी सुतिरहेछ। अनि मलाई चाहिँ अलिकति भिडियो गर्ने टाइम पाएर चाहिँ भिडियो गरेको हो, तपाईँहरूलाई देखाउँछु है त। यो चाहिँ मेरो सानो सिटिङ रुम छ, अलिअलि डेकोरेट गरेर अलिअलि बनाएको छु। अनि यो चाहिँ हो, त्यस्तो राम्रो त गरेको छुइनँ। अनि भए पनि यतिकै। यहाँ चाहिँ मेरो खासमा डाइनिङ रुम थियो कि नानीहरू माथि माथि चढेर अब लड्छ भनेर चाहिँ मैले भित्र लगाएको छु। अनि यो वालमा चाहिँ मैले राम्रोसँगले डेकोरेट गरेको छुइनँ, यसको लागि चाहिँ मैले सामान मगाइरहेको छु हो, त्यति नै। त्यस्तो बिना चाहिँ छैन। यो वेलकम चाहिँ मैले डोरको लागि लिएको थिएँ, तर झरेर चाहिँ त्यहाँ अड्काइ राखिदिएको छु, त्यसलाई पनि मिलाउनु पर्ने छ। अनि यो मेरो सानोबाट विन्डोको लागि डेकोरेट गर्ने सामान छ। अनि यहाँ चाहिँ की होल्डर छ, यहाँ चाहिँ म चाबीहरू झुन्डाउँछु हो, त्यो पनि झरेको गर्छ। यो कानबाट चाहिँ उयो लाउनु, काँटी लाउनु पर्ने छ, तर पनि लगाएको छुइनँ कि, त्यही भनेर। यहाँ चाहिँ मेरो सानो छ की होल्डर। अनि यहाँ चाहिँ मैले अलिअलि मनी प्लान्टले यसरी सजाएको छु हो। अनि यो चाहिँ मेरो किचनको अलिअलि डेकोरेटको सामान छ। अनि यो चाहिँ मेरो किचन हो, कुनै दिन यति राम्रो बनाएर तपाईँहरूलाई देखाउँछु है, पुरा टुर दिन्छु। यस्तो चाहिँ भएको छैन। अनि यो वाल चाहिँ पुरै खत्तम भएको छ, यसको लागि मैले वालपेपर मगाएको छु। अनि मैले डाइनिङ रुम कता राखेको छु भन्दा यहाँ राखेको छु, किनकि नानीहरू एकदम चौकी निकालेर चढेर खत्तम पारिदिने कि लड्यो भने। अनि त्यही भनेर यसको लागि पनि मैले कभरहरू मगाएको छु। अहिले चाहिँ यतिकै छ। अनि यहाँ मेरो बुद्ध भगवानको सानो फ्रेम लागेको छ। अनि यो बेड चाहिँ यतिकै छ हो, यसमा पनि मैले कुसानहरू मगाएर चाहिँ डेकोरेट गर्छु भनेर सोचिरहेको छु। त्यतिकै भाँडाहरू राखेको छु हो। अनि यो चाहिँ मेरो बाल्कनीबाट देख्ने भ्यू हो, मेरो क्वार्टरको। यस्तो देख्छ है मेरो क्वार्टरको बाहिरबाट चाहिँ भ्यू चाहिँ। दैलो खोला यता भाइ, यता आन्टीकोमा आऊ भाइ, औ भाइ आऊ, जुम आन्टीकोमा पो त। आन्टी त्यता होइन बाबा, उठा चिसोमा नबस। अभी कहाँ चढ्दैछ अभी? भाइ आऊ, भाइ आऊ। दिदी यहाँ हाल्नु न।